रोन दादालाई ध्यान हो र अनि खावा चाहिँ पनि डाइदिनु खावाबाट काम लाग्नु छ राम्रो खावा चाहिँ पनि डाइदिनु डाइदिनु हो आधा मिनटहरू पनि काम लाग्यो काम होइन भाइ मिल्दै लागेको हामीले चाहिँ यहाँ सिस्न टिप्ने कार्यक्रम भइरहेको छ हेर्नु अनि यहाँ छ सिस्न यहाँ छ सिस्न सिस्न त यहाँ काठमाडौँमा किनेर सक्नु हुँदैन त्यो कहाँ टिपेर ल्याएको हुनेछ राम्रो पनि हुन्छ 600 रुपियाँ केजी हुन्छ त्यही भएर हामीले चाहिँ यहीँ हाम्रो लागि चाहिँ भनेर रोपेको अर्ग्यानिक पनि हुने राम्रो पनि हुने भनेर रोपेको हामीले चाहिँ जोस् हामीलाई चाहिँ सिस्नहरू चाहिँ किन्नु परेको छैन यी हामीलाई जोस् खानु मन परेको पर्छ त्यही भएर आज चाहिँ सिस्नो बनाउने अनि मकैको भात बनाउने भनेर हामीले योजना बनाएको छौँ रात परिसक्यो अब आएर खाजा खाँदा नै मेरो दिन गयो दिनभरि काम छैन आउनु जानु ठिक्क हुन्छ यसरी चलिरहेको छ दिनचर्याहरू हाम्रो योग्यता नानु पनि त्यहाँ हुनुहुन्छ योग्यता नानु नै देखाइदिनुहोस् नानु कता लाग्नको आले तपाईँ गएको थिएन एकछिन एकछिन भन्नुभयो